ढाका कार्य समितिका बन्नुहुनेछ। यसै गरी अतिथि आसन ग्रहण गरिदिनको लागि श्री सल्लाहकार श्री रामकुमार चाँदनी राईज्यूलाई पनि म स्टेजमा निमन्त्रणा गर्न चाहन्छु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनुहुन किरातराय नगर कार्य समिति उलाबारीका सल्लाहकार तथा पूर्व प्रबन्धक नेपाल बैंक लिमिटेडका श्री किशोर चन्द्र राईज्यूलाई पनि म स्टेजमा निमन्त्रणा गर्न चाहन्छु। यसै गरी अतिथिको आसन ग्रहण गर्न पूर्व अध्यक्ष आसन ग्रहण गर्नको लागि सल्लाहकार श्री केशर मान राईज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। यसै गरी पाङ राईज्यूलाई पनि आसन ग्रहण गरिदिनु न म स्टेजमा निमन्त्रणा गर्न चाहन्छु। यसै गरी सल्लाहकार श्री रत्ना राईज्यूलाई पनि आसन ग्रहण गरिदिनु न म स्टेजमा निमन्त्रणा गर्न चाहन्छु। यसै गरी आसन ग्रहण गर्ने क्रममा हाम्रा पूर्व अध्यक्ष तथा सल्लाहकार श्री मानबहादुर चामलिङ राईज्यूलाई पनि म स्टेजमा निमन्त्रणा गर्न चाहन्छु र आसन ग्रहण गरिदिनुमा र पूर्व उपाध्यक्ष तथा सल्लाहकार श्री नारायण चामलिङ राईज्यूलाई पनि म स्टेजमा हार्दिक बस्नुहोला। मैले फेरि पनि यहाँहरूसँग अनुरोध गरेँ हामी यहाँ क्षेत्रमा नाच्ने भन्दा पनि हामी आफ्नो क्षेत्रमा आफ्नो तरिकाले नाचिरहेको भने हामीले
र हामीले आफ्नो खुसी अलि व्यक्त गर्ने गरेका छौँ र सम्पूर्ण दाजुभाइ दिदीबहिनी उर्लाबारीमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई म आजको यस कार्यक्रममा आइदिनु हुन पुनः म निमन्त्रणा गर्न चाहन्छु। म ज्योति राईलाई म स्टेजमा आइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। जहाँ भए पनि ज्योति राई छिटोभन्दा छिटो स्टेजमा आइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। हाम्रा कलाकार भाइ बहिनीहरूलाई तपाईँहरूले हामीलाई 5 मिनटभित्रमा हामीलाई स्टेज खाली गरिदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु। र आजको हाम्रो यस सिरिजमा गीत गाएर सहयोग गर्नको लागि हाम्रा सल्लाहकार तथा चुनाव प्रयोग थाहा मरङ जिल्ला कार्य समितिका सदस्य श्री रामकुमार पाण्डेज्यूलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रम सञ्चालन गरिरहेछु। म गीत गाउने जमर्को गर्दैछु।
Ra tại nhớ có gì là con sống của nó nhau đây siêu án siêu ná hậu án nông sản advice Uli Karikata Sawaran Video Prabu Audio Video Digital Audio Amalti Yasan Audio ini paling merata habis dia belajar hal sampai di bulan hari murah ini air dengan terigu is waktu masuk dengan kenam paling mulai dingin paling kata yo taklah taklah pada mana dia pada tahu terus pada tahu dia saja yang lain bahasa lain
देवताहरूलाई हामी पूजा गर्छौँ। त्यसैले हामी पानीको पूजा गरिसकेपछि हामी यो सिङ्गोमा कामहरू हामी गर्छौँ। यो हाम्रो गाउँघरको यो जुन समयमा हामीले आफ्नो भाषाले भन्दा पनि हाम्रो सांस्कृतिक संस्कृतिलाई बोलचाल गर्नु भन्ने त्यो गाउँ छ। त्यसले गर्दा यहाँ पश्चिम बङ्गालको सांस्कृतिक दृष्टिले यहाँको अगाडि अब तपाईँहरूको अगाडि यहाँ कलाकार भाइ बहिनीहरूले जब हामी यस जग्गामा जुन हाम्रो कालमा हामीले आफ्नो भिडियो गर्नलाई हामीसँग अन्नबालीहरू थिएन। त्यो अवस्थामा जङ्गलमा गएर विभिन्न जातहरू हाम्रो भिडियो गर्नको Tidak lagi,
यो उभौली कार्यक्रमको शुभकामना दिन चाहन्छौँ र यो कार्यक्रम भव्य र सफलताको सफलता होस् भन्ने हाम्रो कामना छ। उपस्थित महानुभावहरू, आज बुधबारे किराँतलाई खाले यो कार्यक्रम गराउँदै गर्दा एउटा प्रतियोगीको रूपमा हामी यहाँ बेलबारी 11 लक्ष्मी मार्ग संस्थाबाट उपस्थित भइरहेका छौँ। यस प्रतियोगिताको निमित्त यो हाम्रो सिली व्यवस्थापक देशबहादुर राई हुनुहुन्छ भने श्रीमाङपा युवाङ राई र श्रीमाङमा रेसिका राई हुनुहुन्छ र हामीले विशेष गरेर यो प्रतियोगिताको बिचमा सकेसम्म 3वटा होइन भने 2वटा सिलीहरू प्रदर्शन गर्ने कोसिस गरेका छौँ। वापसले तत्पश्चात हामी साकेला सिलीको प्रदर्शन गर्नेछौँ। उपस्थित कार्यकर्ता दिदीबहिनीहरू, यो साकेलाको पृष्ठभूमि वास्तवमै हेर्ने हो भने जब हाम्रो पुर्खाहरू हर्कपङ मक्कपङ र रिप्लपङ 3 भागमा बाँडिए र आफ्नो जीवनयापन गर्ने क्रममा जाँदै गर्दा ग्वालङमा उहाँहरूको आफ्नो शत्रु पहिलेको बाटफाट भएको थियो। एउटा भनिन्छ, पुर्खाहरू भन्नुहुन्छ, धेरै साह्रो बनाइसक्यो, मलाई लुटाचुरी गर्यो। तिनीहरूको जीवनयापन गर्ने क्रममा अन्न अनाजको कमी हुन सक्छ। त्यतिखेर जसले मुन्मुन मार्फत मलाई यातना गर्न सक्छ उसैमाथि म आउँछु भन्ने कुराले पछि जाँदाखेरि हाम्रा पुर्खाहरूको शत्रु पलटुँदै हावाहुरी बतासले लगिसकेपछि हाम्रा किराँत राईहरूले मुन्मुन मार्फत त्यो साकेला देवीलाई प्राप्त गरी स्थापना गरेको र त्यस समयदेखि यो साकेला सिली नाच्ने काम गरिन्छ। साकेला सिली मार्फत हामीले हाम्रो घर परिवार, इष्टमित्र र सम्पूर्ण प्रकृति जगतका कलाकारहरूलाई हामीले चाहिँ आराधना गर्ने गर्दछौँ। र यो सिली वास्तवमा 2 खालको हुन्छ, चराचुरुङ्गी जनावरसँग सम्बन्धित र आफ्नो जीवनयापन गर्ने क्रममा हामीले जे गर्दछौँ। उहाँहरूको सिलीले तपाईँहरूलाई एउटा भालोले कस्तो किसिमको आचरण गर्दछ त्यो चिज स्पष्टसँग देखिन्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, र यसो भएको कारणले गर्दा हामी किराँत राईहरूले प्रकृति जगतका चराचर छलफल पक्षीहरू जनावरहरूको नकल गर्दै या हाम्रा पुर्खाहरूले जुन प्रकारको व्यवसाय अपनाएर आफ्नो जीवनयापन गर्नुभयो त्यो व्यवसायको नकल गर्दै नाच्ने गरिन्छ। यसै क्रममा यो सिली दोस्रो सिली हामीले साकेला सिली प्रदर्शन खोइ उतैमा त फर्किराख्ने हो। क्षमताको रन्कोले हो रनको सन्कोले क्षमताको रन्कोले हो रनको सन्कोले आएर ल्यायो हामीलाई नचायो ठुलो फन्कैले हो
हाम्रा कलाकार भाइ बहिनीहरूलाई तपाईँहरूले हामीलाई 5 मिनेटभित्रमा हामीलाई स्टेज खाली गरिदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु। र आजको हाम्रो यस सिरिजमा गीत गाएर सहयोग गर्नको लागि हाम्रा सल्लाहकार तथा चुनाव थाहा मरम जिल्ला कार्य समितिका सदस्य श्री रामकुमार बाङ्गाज्यूलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रम सञ्चालन गरिरहेछु। म गीत गाउने जमर्को गर्दैछु। Bye.